नमस्ते दर्शकबिन, म डम्बर सुब्बा। दर्शकबिन, कोरियामा नेपालबाट दुई हस्ती अथवा गलाका धनी गायकहरू आउनुभएको छ। एकजना हुनुहुन्छ 13 वर्षीय बालक गायक जो चाहिँ मलेखुमा गाउँदा गाउँदै अहिले कोरियाको यो भूमिसम्म आउनुभएको छ। र उहाँ सँगसँगै गायक अमृत छेत्री पनि आउनुभएको छ। उहाँ प्रेम परिवारका गुरु पनि हुनुहुन्छ। कसले कसलाई गर्छ यहाँ निस्वार्थ माया, जसले जसो गर्यो उसै हुन्छ नेपालमा। जे गरे नि जसो गरे नि चल्छ नेपालमा। जे गरे नि जसो गरे नि चल्छ नेपालमा। उहाँलाई हाम्रो स्टुडियोमा बोलाएर उहाँहरूको बारेमा केही जान्नको लागि तपाईहरु माझ राख्न गइरहेछु। आउनुहोस् उहाँहरूलाई स्वागत गरौँ। नमस्ते, तपाईहरुलाई हाम्रो MWT मा स्वागत छ। थ्यांक यू सो मच। थ्यांक यू। अनि अमृतजी, तपाईहरु कोरियामा के कति कारणले पाल्नु होला त? हामी यहाँ रहेका नेपाली दाजुभाइहरूको चाहिँ नि रिक्वेस्टमा यो अहिले चाहिँ सालनाल जुन नयाँ न्यू इयरको उपलक्ष्यमा चाहिँ नि प्रोग्राम गर्ने र म सँगसँगै हाम्रो प्रेम परिवार भाइ दुईजनाको मिलेर चाहिँ प्रोग्राम राखौँ र के कस्तो हुन्छ उसको लागि पनि एउटा सहयोग जस्तो पनि एउटा चिनाउने मौका पनि हुन्छ, प्लस अनि प्रोग्राम पनि एउटा चाहिँ उत्सव पनि मनाइन्छ भन्ने हिसाबले हामी कोरियामा छौँ अहिले। अनि अभिजी, तपाईहरु दुईजना कोरियामा आउनु भएको चाहिँ कति भयो होला त? अब 14 दिन जति भयो। 14 दिन जति भयो। अनि कोरियामा त धेरै जाडो छ नेपालमा भन्दाखेरि। धेरै जाडो त नेपालमा काठमाडौँमा पनि छ, तर यहाँ हिउँसितको जाडो छ, त्यहाँ हिउँ बिनाको जाडो छ हैन। रमाइलो भइरहेछ, किन भन्दा विभिन्न सङ्घ संस्थाहरू जबमा आबद्ध भइरहेछौँ, प्रोग्रामहरू गरिरहेछौँ। हाम्रो यो पहिलो अनुभव पनि हो र रमाइलो भइरहेछ भनौँ। भोलि पनि शनिबार फेरि हाम्रो एउटा प्रोग्राम गरेर पर्सि आइतबार फेरि हामी फर्किँदैछौँ। भोलि चाहिँ तपाईहरुको लास्ट प्रोग्राम रहेछ। योभन्दा अगाडि चाहिँ कतिवटा कार्यक्रमहरू चाहिँ भ्याइसक्नु भयो त? हाम्रो एउटा चाहिँ कस्तो, हाम्रो एउटा चाहिँ अप्ठ्यारो केमा पर्यो भन्दाखेरि ऊ बाबुको भिजाले गर्दाखेरि, पासपोर्टले गर्दाखेरि भिजा अलिकति ढिला हुन गएकोले हामीले जुन तोकिएको कार्यक्रममा आउन सकेनौँ कि जुन नयाँ वर्षको प्रोग्राम जहाँ सौलमा प्रोग्राम थियो, त्यो हामी आउँदा आउँदै 8 बजी एयरपोर्टबाट बाहिर निस्कँदाखेरि होइन, त्यो एउटा प्रोग्राम छुटेपछि हामीले चाहिँ करिब 2-3वटा प्रोग्रामहरू, तर खास प्रोग्राम त एउटा गऱ्यौँ हामीले, तर अरू चाहिँ नि जस्तै लोसारको प्रोग्रामहरू भयो र दाजुभाइ जम्मा भएर चाहिँ उहाँहरूले चाहिँ सपोर्ट गर्ने हिसाबले च्यारिटी किसिमको सोहरू चाहिँ हामीले गरिरहेछौँ। अब हाम्रो भाइ प्रेम भाइलाई चाहिँ सोध्नु पर्यो, अनि कोरिया चाहिँ कस्तो भइरहेछ त? रमाइलो भइरहेछ जाडोमा। जाडो खप्नु सकिराखेको छ त कोरियाको जाडो? हजुर, खपिरहेछ। अनि खाना त विदेशी खाना कस्तो लागिरहेछ त कोरियाको खानाहरू? अब नेपालमै खाएर आइरहेको नेपाली खाना यहाँ आएर मिठो छ, तर अलिक खानालाई कस्तो हुन्छ क्या। अब भाइ त अब मलेखुको अब हिरो भइसकेको रहेछ होइन? अनि त्यो मलेखुमा चाहिँ कसरी चाहिँ भाइलाई चाहिँ भेटेर चाहिँ आज कोरियासम्म आइपुग्यो त? सानो एउटा केही बताइदिनु त। म चाहिँ पहिला मलेखुमै गाउँदै हिँड्थेँ होइन, मलेखुमा गाउँथेँ। अनि एक दिन शिशिर अङ्कलले, शिशिर राणा भन्ने होइन, उहाँले ल्याउनु भएको थियो मेरो गीत राम्रो लागेर, उहाँले काठमाडौँ ल्याउनु भयो। अनि त्यहाँपछि यहाँ अनि सुरशाला अमृत सरसँग म्युजिक सिकिरहेको छु। अनि त्यही भएर यहाँ कोरियामा आयो। कोरियामा ऊ आएपछि अनि सरले मसँग यहाँ जस्तै मलेखुमा चाहिँ के भनेर चाहिँ गीत गाइन्थ्यो त? मलाई गाउनु मन लागिराख्ने, अनि त्यो मान्छेहरूले पैसा पनि दिन्थ्यो होइन, अनि म त अनि त्यही गाउँथेँ, अनि त्यही हालिँदै पढ्थेँ भने। अनि त्यो यो भन्न मिल्छ होला, त्यो गाउँदा भनौँ न गाएर महिनामा कति जस्तो आम्दानी हुन्थ्यो होला त? महिनामा खै त्यो त थाहा छैन। त्यो आम्दानी भएपछि के गरिन्थ्यो नि? म मम्मीलाई दिन्थेँ सबै। मम्मीले के भन्नुहुन्थ्यो?
मम्मीले चाहिँ त्यो गाउँदैन हिँड भन्नुहुन्थ्यो तर म चाहिँ गाउँदै हिँड्थेँ होइन अनि त्यही भएर गाउँदै हिँड्थेँ अनि मम्मीलाई दिन्थेँ त्यो पैसा चाहिँ। अनि अहिले कति क्लासमा पढ्दै हुनुहुन्छ? 6। अनि त्यो पढाइमा बाधा पर्दैन त्यो गाउँदै हिँड्दाखेरि? अब पहिला गाउँथेँ अहिले त गाउँदिनँ। अहिले गाउँदैन? अहिले अहिले कोरिया आएर गाइरहेछ फेरि? अनि जस्तै अब काठमाडौँमा त आइयो, आएर काठमाडौँ चाहिँ के गर्ने छ त? काठमाडौँमा के गर्ने इच्छा छ? के गर्ने त भविष्यमा के बन्ने चाहिँ धोको छ त? सिङ्गर प्लस एक्टर भन्ने। उहाँ पनि अब टप गायकै हुनुहुन्छ। उहाँले चाहिँ कस्तो किसिमले सिकाउँछ त? कडा साथ सिकाउँछ कि अब हल्का साथ सिकाउँछ कि अब कस्तो किसिमले सिकाउँछ त? ठिक मिडियम तरिकाले। मिडियम तरिकाले राम्रो चाल सिकाउनुहुन्छ। तपाईँ अब यहाँ उहाँले म्युजिक पनि सिकाउँदै हुनुहुन्छ। तपाईँको अब तपाईँ टप गायक हुनुहुन्छ, पर्फर्मेन्सहरू स्टेजमा धेरै गरिसक्नु भएको छ। तपाईँले हाम्रो भाइको गीतलाई चाहिँ कस्तो मूल्याङ्कन गर्नुभएको छ त? एउटा टेक्निकल्ली कुराहरू चाहिँ थाहा छैन, अझै पनि कति चिजहरू हामी सिकाउँदैछौँ सिक्दैछौँ। म आफूले जानेको कुरा, आम नट द्याट पर्फेक्ट टिचर, म पनि लर्नर नै हुँ। एज अ सिङ्गर चाहिँ नि मेरो आफ्नो ठाउँमा अमृत छेत्री आफ्नो एउटा आइडेन्टिफिकेसन छ होला, तर मेरो आफ्नो ठाउँमा चाहिँ मेरो म्युजिक स्कुल छ काठमाडौँ झाम्सीखेलमा, सुरशाला म्युजिक एकाडेमी भनेर। नेपालमा चाहिँ त्यही हो, सिङ्गिङ मात्रै नभएर स्कुललाई पनि अलिकति बढाउँ, आफूले जानेको चिजलाई पनि कन्टिन्युटी गरौँ, जहाँ चाहिँ यस्तो बालबालिकादेखि लिएर सबै अल एज ग्रुपको चाहिँ नि विद्यार्थीहरू हुनुहुन्छ त्यहाँ, सबै कुराहरू म सिकाउँछु, हामी सिकाउँछौँ, हाम्रो टिम छ त्यहाँ। मैले उसलाई सिकाउँदाखेरि चाहिँ राम्रो छ, उसले सबै कुरो उसको टाइमिङहरू पर्फेक्ट छ, उसको भोइसको त कुरै छोड्नु राम्रोसँग गर्छ भने उसलाई टेक्निकल पार्ट्सहरू जस्तै अलिकति भनौँ न ग्रामरहरू, म्युजिकको अलिकति हल्का बेसिक म्युजिकहरू के हो, कसरी कहाँबाट कस्तो हुन्छ भन्ने कुरा हल्का नलेजहरू बिस्तारै बिस्तारै र कसरी चाहिँ अलिकति गीतहरूमा डिफ्रेन्ट किसिमको सङ्ग्सहरू गर्ने, कसरी यो आफूले गाएको आफूलाई थाहा हुँदैन के गाइरहेको छु भनेर। सो हामीले त्यही चिज सिकाउने हो, त्यो हामीले जसरी अरूले सिकाइरहेको हुन्छ त्यो चिज नै। मैले पनि सङ्गीत भनेको 5-7 वर्ष इन्डिया बसेर सिकिरहेको हो, त्यही चिज मैले अरूलाई सिकाइदिइरहेको छु अहिले। तर अब हेर्दै जाउँ, धेरै राम्रो हुन्छ होला, भविष्य उज्जवल छ मेहनत गर्दै गयो भने। अनि जस्तै अब हाम्रो प्रेम भाइलाई जस्तो काठमाडौँ जस्तो राजधानी हो, राजधानी महँगो हुन्छ, अब उहाँको त्यो अब सिकाउँदाखेरि अब त्यहाँ बसोबासमा अब महँगी छ, त्यो सम्पूर्ण त्यो खर्च चाहिँ कसले बिहोरिरहेको होला त? शिशिर राणा दाई भन्नुहुन्छ, उहाँ एकदमै अग्रज कलाकार पनि हो, उहाँ हास्य विधामा एकदम अगाडि हुनुहुन्छ। हाम्रो जिने खुर्सानीहरूतिरदेखि लिएर विभिन्न आर्ट्सहरूतिर, विभिन्न सिरियलहरूतिर, फिल्महरूतिर उहाँले चाहिँ कलाकारिता गर्नुहुन्छ। उहाँ एकदमै राम्रो मान्छे पनि हुनुहुन्छ र उहाँले चाहिँ उसले गाउँदै गरेको भेट्दाखेरि चाहिँ नि उहाँहरू बस्दाखेरि मलेकोमा उसले गाएको सुनाएपछि ल तिमी त एकदम राम्रो रहेछौ, मलाई काठमाडौँ लगेर हामी पढाइदिन्छौँ राख्छौँ भनेर उहाँले जिम्मेवारी लिएर आउनुभएको। आएर उसले चाहिँ सम्पूर्ण उसको रेखदेख सबै उहाँले गर्नुभएको छ। सङ्गीतपट्टिको भले मैले आफूले गरिरहे पनि उहाँको यसको श्रेय सम्पूर्ण शिशिर राणा दाई हुनुहुन्छ। बाल कलाकारको भविष्यबारेमा तपाईँहरूको भूमिका धेरै ठुलो रहेछ भन्ने कुरो बुझियो होइन। अब तपाईँको मूल्याङ्कनमा अब जस्तो अब भर्खर 13 वर्षको हुनुहुन्छ प्रेम भाइ भनौँ होइन, अब उहाँको भविष्य चाहिँ कस्तो देख्नु भएको छ त? भविष्य एकदम उज्जवल छ। सिरियसली अलिकति डिसिप्लिनमा बसेर पढ्दै जाने, आफूभन्दा ठुलोले भनेको मान्नु पर्यो र आफूले चाहिँ नि जे चिज नराम्रो हो त्यो छोड्दै जानु पर्यो होइन। बच्चा छ, उसलाई धेरै कुराहरू थाहा छैन किनकि उसको कल्चर अलिकति डिफ्रेन्ट छ, ऊ गाउँबाट आयो, ठ्याक्कै एडजस्ट हुँदाखेरि अलिकति अब चञ्चलेपन बच्चाहरू हरेकमा हुन्छ। तर अब जिम्मेवारी भइसक्यो उसलाई, धेरैजना मान्छेहरूले काठमाडौँमा देश विदेशमा चिन्न लाग्नु भयो र थुप्रै ठाउँ हामीले सोजहरू पनि गर्दैछौँ। मेरो आफ्नो पर्सनल सोज बाहेक उसको हल्का फुल्का उसको सोजहरू पनि हामीले बिस्तारै बढाउँदैछौँ डिमान्ड्सहरू, यदि गर्न सकेको खण्डमा। चिजलाई आफूले बुझेर, यसको भ्यालु बुझेर अलिकति धैर्य भएर र एकदमै डिसिप्लिन संस्कारलाई अगाडि बढाउँदै गयो भने धेरै राम्रो हुन्छ। अगाडिलाई उसको नो डाउट उसको फ्युचर धेरै राम्रो छ भनेर। अब अमृतजीको व्यक्तिगत अब तपाईँ पनि गायक हुनुहुन्छ, तपाईँको बारेमा सानो प्रश्न, तपाईँले चाहिँ अब यो गायन क्षेत्रलाई चाहिँ कहिलेदेखि सुरु गर्नुभयो? यो 2056-57देखि स्टार्ट गरे हो। मेरो घर चाहिँ पर्वत जिल्ला हो, पर्वत जिल्ला बाछा गाविस फोक्सिङ भन्ने ठाउँमा म आफू बस्छु। मेरो मम्मी ड्याडी स्टिल वहीँ हुनुहुन्छ। मेरो बुवा चाहिँ ब्रिटिस आर्मी रिटायर, एकदम बुढो हुनुहुन्छ। म अलिकति एज ग्यापमा जन्मा पनि हो। मेरो दाजुहरू, काकाहरू, सानो बुवाहरू सबैजना चाहिँ बुवाहरू ब्रिटिस इन्डियन आर्मीमा हुनुहुन्छ, उहाँ रिटायर हुनुहुन्छ। सबै मेरो फ्यामिली ब्याकग्राउन्ड चाहिँ आर्मीको हो र म चाहिँ पढ्दै अलिकति गीत सङ्गीततिर, कलाकारितातिर, फाइन आर्टतिर अलिकति चासो भएको कारणले गर्दाखेरि दाजुहरू, ठुलो दाइ चाहिँ आर्मी, सानो दाइ चाहिँ कलेजमा पढाउनुहुन्छ टिचर होइन। म चाहिँ अब गाउँलेतिर भयो अलिकति, त्यो बिस्तारै त्यसलाई चाहिँ अब काठमाडौँ आइसकेपछि मेरो म्युजिकमा राम्रो रहेछ, मलाई चाहिँ म्युजिकको सक रहेछ।
र मैले गाउनुपर्छ भन्ने आफूले बुझ्न थालेपछि मैले चाहिँ फेरि क्लासेसहरू साधना कला केन्द्र डोरेमी सङ्गीत पाठशाला त्यहाँ चाहिँ सङ्गीत क्लास लिँदै फेरि म शास्त्रीय सङ्गीत पढ्नलाई इन्डिया पनि गएँ। मुम्बईमा म 5 देखि 5-7 वर्ष बसेर त्यहाँ सुरेश वाडकर र थुप्रै टिचर्सहरू हुनुहुन्छ, उहाँहरूको सङ्गत गर्नु पाएँ, सिक्नु पाएँ, हल्का फुल्का केही कुराहरू ज्ञानहरू हासिल गर्नु पाएँ। अनि नेपाल फर्केर मैले 2060-61 सालमा एल्बम रिलिज गरेँ, अराइभल एल्बम। त्यसबाट चाहिँ नि त्यो दिन कहिले आएर जोगी भन्ने गीत एकदम पपुलर भयो। त्यो सुफी सङ थियो। मैले हेर्ने एउटा तारा टुट्यो आज राति, लाखौँ तारा आकाशमा छुट्यो मनको साथीमा सेन्टिमेन्टल सङ्ग्सहरू सँगसँगै फेरि सेकेन्ड एल्बम निकालेँ 64-65 सम वान भनेर। मेरो अन्तिम इच्छा अब तिमीलाई देख्ने मन छ, मर्नमा तपाईँलाई एउटा प्रश्न सोध्ने मन छ, यो गीत पनि पपुलर भयो। त्यसपछि एउटा कवाली गीत गरेँ बोलायो इसाराले। थुप्रै गीतहरू गर्दै गर्दै मुभीहरूतिर मैले 20-25वटा मुभीमा पनि रेकर्डिङ गराएको छु। दुर्भाग्यवश त्यति राम्रो हुन सकेको छैन मुभीको सङ्ग्सहरू। र अहिले चाहिँ हालसालै अहिले चाहिँ नि चल्छ नेपालमा बोलको एउटा एल्बम, त्यो अहिले 16 सङ चाहिँ मैले रिलिज गराएको छु, तर एल्बम नै चल्छ नेपालमा तयारी भइरहेछ। सधैँ नेपालमा किन यस्तो भइरहन्छ, सधैँ नेपालमा जसले जे गरे पनि हुने, जसले जसो गरे उसकै कपी गर्ने र गर्नेले चाहिँ नि यो गर्छु भनेर नगर्दा पनि हुने र नगर्नेहरूले चाहिँ जे पाइ त्यही गर्दाखेरि पनि कसैले केही नगर्ने। छिनमै सबको मन बदलिन्छ यहाँ, दिनको दिनै नयाँ कथा रचिन्छ यहाँ। छिनको छिनमै सबको मन बदलिन्छ यहाँ, दिनको दिनै नयाँ कथा रचिन्छ यहाँ। कसले कसलाई गर्छ यहाँ निस्वार्थ माया, जसले जस्तो गर्यो उसै हुन्छ नेपालमा। जे गरे नि जसो गरे नि चल्छ नेपालमा, जे गरे नि जसो गरे नि चल्छ नेपालमा। दुईवटा एल्बम निकालिसक्नु भएको छ। अब दुईवटा एल्बम निकालिसक्दाखेरि यो नेपालको सन्दर्भमा अप्ठ्यारो विषयहरू होला नि, के होला त? मार्केट, अव्यवस्थित मार्केट सबैभन्दा ठुलो कुरा। व्यवस्थित मार्केट छैन, अव्यवस्थित मार्केट भयो। अहिले चाहिँ मार्केटमा गाउँ गाउँमा हरेकको फोन, हरेकको हातमा 2-3 मोबाइल छ। मार्केट भनेको त गीत सङ्गीत सुन्ने माध्यमलाई म्युजिकको मार्केट भनौँ न, त्यो चिज व्यवस्थित भइदिएन कि। तपाईँ हाम्रो गभर्मेन्ट नै अनस्टेबिलिटी छ होइन। अब सङ्गीत बुझ्ने मान्छेहरू एकदम कम छन्। हाम्रो गाउँ पहाड भेग धेरै छ, दोहोरीहरू लोकहरू धेरै चल्छ। लोकगीतहरू नराम्रो, लोकगीतले त गर्दा हामी नेपालीले दुनियाँभर चिनाइरहेछौँ, तर त्यसको अर्थ, त्यसको मूल्याङ्कन गर्ने ठाउँ त हुनु पऱ्यो नि। यदि चाहिँ नि मिडियामा रहनुभएका सम्पूर्ण अग्रज व्यक्तित्वहरूले चाहिँ नि सङ्गीतको ब्याकग्राउन्ड जसले जस्तो गरेको छ उसको यदि डिजर्भिङ छैन भने, अथवा यो जस्तो भयो भने मात्रै चल्ने भयो भने हामीले पनि त्यति नै मेहनत गर्नु पऱ्यो, तब मात्रै हामीले ठाउँ पाउनु भयो। जो राम्रो छ त्यसलाई चाहिँ प्लेटफर्म दिदिएर उहाँहरूलाई अगाडि बढ्ने चाहिँ प्रोत्साहन गरिदिनु भयो भने सायद व्यवस्थित मार्केट अलिकति गभर्मेन्टले पनि हेल्प गर्ने, र हामी जनता नेपाली विश्वभरि छरिएर रहेका छौँ, उहाँहरूले चाहिँ नि सपोर्ट, त्यसको अग्रज, त्यसको चाहिँ नि स्रष्टाहरूलाई माया गरिदिनु भयो भने नेपाली गीत सङ्गीत एकदम अगाडि जान्छ। हामीलाई परेको कठिनाइ त्यही नै हो। अब दुईटा एल्बममा तपाईँले आफूलाई सन्तुष्ट लागेको गीत चाहिँ कुन होला? धेरै गीतहरू छन्, किनकि एल्बममा 8-10वटा गीतहरू भइरहेको हुन्छ। भए पनि त्यसमा आफूलाई एउटा मैले अहिले चलेको अहिले नयाँ गीत सुनाउँ कि पुरानो गीत सुनाउँ तपाईँलाई? एउटा जुन चाहिँ तपाईँलाई सन्तुष्टि र कन्फिडेन्स छ कि मैले मेरो गीत चाहिँ दर्शकले पनि मन पराएको छ। अब मलाई चाहिँ एउटा, मलाई आफू पर्सनल मनपर्ने भनेको चाहिँ नि तपाईँको मैले हेर्ने एउटा तारा भन्ने त्यो पप सङ्गीत हो। तर मलाई चाहिँ चिनाएको भनेको त्यो दिन कहिले आएर जोगी भन्ने सुफी सङ थियो। मैले गुनगुनाउँदाखेरि चाहिँ नि मैले हेर्ने एउटा तारा नै म सुनाउँछु श्रोताहरूलाई, किनकि विदेशमा रहनुभएको सम्पूर्ण श्रोता दर्शकहरूले पनि त्यो गीतहरू धेरै मन पराइदिनु भएको छ। र त्यो गीत चाहिँ नि म थोरै गुनगुनाउँछु पहिला। मैले हेर्ने एउटा तारा टुट्यो आज राति, लाखौँ तारा आकाश
आकाशमा लाखौं तारा आकाशमा छुट्यो मनको साथी छुट्यो मनको साथी मैले हेर्ने एउटा तारा हो। यो गीत चाहिँ मेरो आफ्नो फर्स्ट एल्बम सेकेन्ड सङ र युवा पिँढीलाई मन पराएको सङ भएकोले मैले चाहिँ नि युट्युब मार्फत धेरैजना श्रोता दर्शकहरूले विदेशमा रहनु भएका सम्पूर्ण दर्शकहरूले पनि यो गीत मन पराइदिनु भएको भएर गीत भावुक पनि छ। अनि त्यसमा अब एउटा तारा भन्नुभयो होइन, अब 1000 तारामा एउटा तारा कि तपाईँले आफै लेख्नु भएको कि मेरो पहिलो गीत मेरो चाहिँ नै त्यो दिन आएन जोगी भन्ने सुरेश अधिकारी दाईको चाहिँ कम्पोजिसनमा त्यो सुफी सङ थियो। त्यो गीत गाएपछि त्यो गीत पपुलर भयो, धेरै श्रोताले चिन्नुभयो। फेरि त्यसलाई कन्टिन्यू गर्नको लागि मलाई अलिकति अब नेपालमा पप सङ्गीत पनि चलिरहेको थियो। सो वाइ नट आफैले किन ट्राई नगर्ने भने मेरो पहिलो लेखेको गीतमा आफूले र पहिलो कम्पोजिसन जानी नजानी गरेको कम्पोजिसन्स माई फर्स्ट सङ मैले हेर्ने एउटा तारा टुटे आज राति लाखौं तारा आकाशमा छुट्यो मनको साथी मेरो आफ्नै शब्द सङ्गीतमा यो गीत थियो। तपाईँ त्यति बेला ट्रेजेडी पढ्नु भएको थियो कि होइन? ट्रेजेडी एउटा फिल त हुन्छ होइन, तपाईँलाई कस्तो हुन्छ एज अ कलाकार भइसकेपछि सायद हजुरको पनि मैले चाहिने दुःख मैले पोखिदिनुपर्छ र अरूको पनि कुरा देखेर आफूले त्यो चिजहरू हुने रहेछ क्रिएसन गर्नुपर्ने हुन्छ। यसको लागि चाहिँ मायामै भन्दा पनि कोही साथीले तपाईँले चाहिँ चोट पुग्यो भन्दा एउटा फिल त समथिङ कहीँ न कहीँ फिल त पक्का पनि भयो होला, त्यसैले मैले लेखेँ। तर त्यस्तै कहीँबाट चोट पुग्ने भन्ने यस्तो भन्दा पनि आफ्नो फिलिङ्स हो। मैले यस्तो गीत मलाई यस्तो गर्नु मन लाग्यो, मलाई यो चिजले छोयो भनेपछि मैले आफूले रचेको गीत हो त्यो चाहिँ। एकदम बाल गायक हाम्रो प्रेमजी दाजु सोध्नु पऱ्यो। अनि प्रेम भाइको यो काठमाडौँमा आएर बसिरहेछ, अब गीत गाइरहेछ, पढिरहेछ, समस्या अप्ठ्याराहरू छैन? समस्याहरू केही पनि छैन? मम्मी ड्याडीदेखि टाढा हुनु पऱ्यो त्यो होइन? मम्मी ड्याडीलाई कतिपल्ट चाहिँ फोन गर्छौ त दिनमा अथवा हप्ता महिना कतिपल्ट? त्यही दिनमा राति मम्मीले आफै गर्नुहुन्छ। अनि के भन्छ त? म चाहिँ यहाँ बस्दिनँ, म वहीँ आउँछु भन्छु, मम्मी चाहिँ त्यहाँ बसेर पढ्नुपर्छ भन्नुहुन्छ। त्यति बेला आँसु आउँदैन? सुरुमा चाहिँ आउँथ्यो, अहिले त आउँदैन। अब जस्तै मलेखुमा जस्तो गीत गाएर हिँड्दाखेरि आफ्नो साथीभाइहरू थियो, धेरै थियो होइन? अब त्यो साथीभाइहरूले चाहिँ के भन्छ त अहिले प्रेमलाई? मलाई अब काठमाडौँमा आएर त अब केही मान्छेले अब बाल गायक प्रेम परिवार भनेर चिनिसक्यो होइन? अब जुन चाहिँ आफूसँगै त्यो गाएर पछाडि हिँड्ने भाइ साथीभाइहरू थियो उनीहरूले चाहिँ के भन्छ त? उनीहरूले अब यसको त लाइभ बन्यो के भन्छ, प्रशंसा गर्छ। हजुर। अनि त्यति बेला के भनिन्छ? मैले तिमीहरू नि राम्रो चाले पढ, पछि आफै बन्छ भन्छ। जस्तै अब कोरियामा आइराखेको छ, अब कोरियामा प्रोग्राम पनि देखाइयो, अनि कोरियाको दर्शकहरूले चाहिँ के कस्तो किसिमको मूल्याङ्कन के भने त? अब त्यही राम्रो छ। कुनै दाईहरू कुनै त्योहरू दाई दिदीहरू नेपाल आउन लाग्नुहुन्छ, नेपालमा भेट्नुपर्छ भनेर त्यो। अनि त्यति बेला कस्तो आफूलाई जस्तो अहिले प्रेम परिवारमा पहिला 3 वर्ष अगाडि मलेखुमा गीत गाउने प्रेम परिवारमा कस्तो अन्तर पाइएको छ त? अब पहिला गीत गाउँदै हिँड्थेँ, त्यही अब अरूले त्यो नराम्रो सोच्थे होइन पहिला। अनि त्यो गीत कस्तो ठाउँमा गाइन्थ्यो? म त्यही होटेलको त्यो अरू कता काठमाडौँबाट आएको पोखराबाट आएको त्यो मान्छेहरूलाई सुनाउँथेँ। सुनाउँदा के भन्थ्यो त त्यो मान्छेहरूले, ग्राहकहरूले भनौँ न होइन? मसँगै हिँड्न भन्थ्यो सबैले, अनि म जान मान्थिनँ होइन। अनि धेरै पछि अनि फेरि शिशिर अङ्कल आउनुभयो होइन, शिशिर राणा अनि आगो फिल्मको हिरो सुशील छेत्री भन्ने उहाँ, अनि एकजना दाई आउनुभएको थियो, 3 जना। अनि मैले गीत सुन्नुहुन्छ भने होइन, अनि उहाँले सुनाऊ भन्नुभयो, मैले गाएँ। अनि काठमाडौँ हिँड हामीसँग भन्यो, अनि म नि आएँ। काठमाडौँ हिँड हामीसँग भन्दाखेरि जस्तो डर लागेन? शिशिर राणा भन्दा को चिनिँदैन थियो? डर त लागेको थियो होइन, तर त्यो सुशील छेत्री मैले कलाकार चिने होइन, सबै सुशील छेत्री शिशिर राणाहरूलाई। अनि त्यसपछि चिने, अनि भन्नुभयो तिम्रो मम्मीलाई भोलि बोलाएर राख, अनि म लैजान्छु भन्नुभयो। अनि त्यो बेला त कस्तो हुन्छ थाहा नै थिएन होइन। अनि आएँ
काठमाडौँमा। जुन होटलमा मलेखुमा गाउँदाखेरि र कोरियाको स्टेजमा गएर गाउँदाखेरि कस्तो किसिमको फिलिङ भयो त? एकदम रमाइलो लाग्छ नि। डर पनि लागिरहेको थियो विदेशमा, डर पनि लागिरहेको थियो। त्यही डर लाग्यो। किन डर भने? अब यति मान्छेहरूको माझमा अनि विदेशमा, त्यही पनि फर्स्ट टाइम गाउँदैछु अनि यसो डर 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 लाग्यो। अनि त्यो डर लाग्दाखेरि गीत गाउँदा गाउँदै डर लाग्यो भनेपछि बिग्रिएन गीत? यसो बिर्सिने पनि हुन्छ कोही बेला अत्तालिने पनि हुन्छ, त्यस्तो भयो कि भएन होला त? त्यस्तो चाहिँ भएन, एकदम कन्फिडेन्सले गाइयो। ओ भनेपछि भाइले कोरिया आउनुभन्दा अगाडि काठमाडौँमा नेपालमा मलेखु बाहेक काठमाडौँतिर पनि स्टेजमा गाइएको थियो कि थिएन त? स्टेजमा थिएन, स्कुलको प्रोग्राममा मात्र गाएको थिएँ, त्यो अरूमा गाएको थिएँ। बढी गीत गाउने कुन चाहिँ सिङ्गरको हो त? कुन चाहिँ सिङ्गर? म पहिला त्यो रामकृष्ण ढकालका गाउँथेँ। अब छेउमा गुरु पनि हुन्छ, गुरु गीत गाइँदैन कहिले पनि? गाउँछु। ल एउटा त्यो हाम्रो दर्शकहरूलाई भएको लाइभमा अलिकति छोटो गीत गाइदिनुहुन्छ कि? नसुनाकै गीत गाउँछु। ल ठिक छ ल। छिनको छिनमै सबको मन बदलिन्छ यहाँ, दिनको दिनै नयाँ कथा रचिन्छ यहाँ। छिनको छिनमै सबको मन बदलिन्छ यहाँ, दिनको दिनै नयाँ कथा रचिन्छ यहाँ। कसले कसलाई गर्छ यहाँ निस्वार्थ माया, जसले जसो गर्यो उसै हुन्छ नेपालमा। जे गरे नि जसो गरे नि चल्छ नेपालमा, जे गरे नि जसो गरे नि चल्छ नेपालमा। कसले सुन्छ यहाँ, कसले देख्छ यहाँ, तिमी र म रोई कराएको जो छ महलमा। उसले लुट्छ यहाँ, कसले गर्छ न्याय यहाँको। शान्तिका दूत गौतम बुद्ध जन्मे नेपालमा, फेरि किन अशान्तिको आगो बल्छ नेपालमा। शान्तिका दूत गौतम बुद्ध जन्मे नेपालमा, फेरि किन अशान्तिको आगो बल्छ नेपालमा। कसले सक्छ कसले रोक्छ अब यहाँ, जसले जसो गर्यो उसै हुन्छ नेपालमा। जे गरे नि जसो गरे नि चल्छ नेपालमा, जे गरे नि जसो गरे नि चल्छ नेपालमा। यो गीत गाउँदाखेरि आफूलाई कस्तो लाग्छ त? आफूले 11 वर्षको बच्चाले यो गीत गाउँदाखेरि कस्तो लाग्छ त आफूलाई? कस्तो लाग्छ? त्यही त गीत हो, गीत तरिकाले सुनिदिनु भन्नु खोजे होइन त? धन्यवाद। अब कोरियाको भ्रमण सफल रहोस् है। अब जाँदा जाँदै हाम्रो दर्शकहरूलाई केही भनिदिनुहुन्छ? नमस्कार, मेरो नाम प्रेम परियार हो। म मलेखुमा बस्छु अनि मेरो मम्मी ड्याडी पनि मलेखुमै बस्नुहुन्छ। अहिले चाहिँ म युनाइटेड एकाडेमी काठमाडौँमा पढ्छु अनि म अमृत सरसँग सुरशाला म्युजिक एकाडेमीमा सङ्गीत सिक्दैछु। म 13 वर्षको भएँ। हामी आज अमृत सर र म कोरियामा प्रोग्राम गर्न आएको। म भविष्यमा पनि गीत गाउँदै जानेछु र राम्रो सिङ्गर बन्नेछु। मलाई तपाईहरुको मायाको खाँचो छ। तपाईहरुले मलाई माया गरिदिनुस्। छिनको छिनमै सबको मन बदलिन्छ यहाँ, दिनको दिनै नयाँ कथा रचिन्छ यहाँ। छिनको छिनमै सबको मन बदलिन्छ यहाँ,
दिनको दिनै नयाँ कथा रचिन्छ यहाँ कसैले कसैलाई गर्छ यहाँ निस्वार्थ माया जसले जसो गर्यो उसै हुन्छ नेपालमा जे गरे नि जसो गरे नि चल्छ नेपालमा जे गरे नि जसो गरे नि चल्छ नेपालमा। नमस्ते, म अमृत छेत्री। मेरो यो गीतले भने जस्तै नेपालबाट चाहिँ केही सन्देश लिएर म विदेश कोरियासम्म आज आएको छु र सधैँ नेपालमा यस्तो किन भइरहन्छ, नेपालमा चाहिँ यस्तो नहोस् सधैँभरि। हामी जस्तो युवा पिँढीहरूलाई, हामी जस्तो चाहिँ देश प्रेमीहरूलाई चाहिँ नेपालमा पनि केही गर्ने अवसर मिलोस्, देश फलोस् फुलोस्। हामी जस्तो नेपाली युवा पिँढीहरूले चाहिँ नै देशमा नै ठुल्ठुलो अवसरहरू पाऊँ। र आज हामी कोरियामा, साउथ कोरियामा हाम्रो चाहिँ नि आन्सन ग्रुप चाहिँ त्यहाँ दाइहरू हुनुहुन्छ, जस्तै हाम्रो गणेश सिलवाल, गणेश रिजाल, आनन्द सिलवाल, त्यसपछि गएर हाम्रो लामा राजेश लामाजीहरू, भरतपाल ब्रदरहरू भयो, शेर्पा दाईहरू भयो, गौरव ब्रदरहरूको चाहिँ यहाँ निमन्त्रणामा हामी आज यहाँ छौँ र विभिन्न कोरियाको विभिन्न सहरहरूमा हामीले प्रोग्राम गर्न सफल भएका छौँ र विभिन्न दर्शकहरूले मन पराइदिनु भएको छ। र तपाईँहरूको माया दिनुहोस्, नेपाली गीत सङ्गीतलाई सुनिदिनुहोस्, विदेशमा बसेर पनि नेपाली गीत सङ्गीतलाई मन पराइदिनुहोस् र राम्रो एकदमै राम्रो कलाकारहरूलाई, स्रष्टाहरूलाई माया गरिदिनुहोस्, ओझेलमा नपारिदिनुहोस्, प्लेटफर्म दिनुहोस्, सम्मान गरिदिनुहोस्। त्यही नै हाम्रो लागि ठुलो कुरा हुन्छ। तपाईँहरूको मायाको सधैँभरि हामीलाई खाँचो रहन्छ र अगाडि बढ्ने मौका दिनुहोस्। विदेशमा बसेर नेपाल एक भएर, नेपालीहरू एक भएर नेपाललाई चिनाउने मौका दिनुहोस्। हाम्रो कोसिस, हाम्रो साङ्गीतिक माध्यमबाट चाहिँ मेरो आफ्नो पर्सनल कोसिस पनि त्यही रहनेछ र आशा छ यो प्रोग्राम मार्फत चाहिँ धेरै धेरै श्रोता दर्शकहरूले हामीलाई सुन्नुभयो, चिनिदिनु भयो। त्यही भन्न चाहन्छु। जय गीत जय सङ्गीत भने जस्तै जय नेपाल, नेपालको सधैँ राम्रो होस्, नेपालीहरू जहाँ गए पनि एकजुट हुनुभयो। धेरै धेरै धन्यवाद। थ्याङ्क यू। यस्तो जाडोमा पनि यो एमडब्ल्युटीको स्टुडियोसम्म आइदिनु भयो, त्यसको लागि पनि मेरो हृदयबाट कृतज्ञता व्यक्त गर्दछु। प्रेमलाई पनि धेरै धेरै धन्यवाद। डम्बर सुब्बालाई धेरै धेरै हृदयदेखि धन्यवाद। एमडब्ल्यू टेलिभिजन हेरिरहनु भएका सम्पूर्ण दर्शकहरूलाई पनि हाम्रो धन्यवाद, नमस्कार। र हजुरलाई स्पेसली थ्याङ्क यू सो मच, किन भन्दा म लगायत हाम्रो भाइको कुरा चाहिँ नि यसरी अगाडि ल्याइदिनु भयो र चिनाउने मौका दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू। नमस्ते, धन्यवाद, थ्याङ्क यू।